ल साथीहरू यो खबर चाहिँ सनसानीपूर्ण छ, एकदमै डेन्जर छ। सबै मास पुर्याइदिनु होला। यतापट्टि राखेको लीला रिचा दाहाल छ भने यतापट्टि राखेको गङ्गा प्रसाद चम्ला गाई हुनुहुन्छ। अब यहाँको कहानी धेरै लामो छ साथीहरू। यो चाहिँ झापा नम्बर दमक वडा नम्बर 10 को हो। यो यतापट्टि देखाएको लीला रिचा दाहालले चाहिँ यतापट्टि हाम्रो गङ्गा प्रसाद चम्ला गाईको चाहिँ धनीपूर्जा लगेर सूर्य दर्शन सहकारीमा पैसा राखेर लामलुम पैसा निकालेर खानु भएको रहेछ। अनि त्यतिकैमा आफ्नो घर परिवारलाई नभनिकन यतापट्टिको बुवाले चाहिँ दिनुभएको रहेछ धनीपूर्जा। अनि एक बितिसकेपछि थाहा नपाएर घर परिवारले थाहा पाउँछ भनेर बुवाले त्यहाँ गएर पीडित पक्षसँग है यतापट्टि लीला रिचा दाहाल हुनुहुन्छ है, उहाँ चाहिँ एकदमै गुन्डागर्दी लगाउने मान्छे लगाउने तँलाई अब्लिक लाएर फसाइदिन्छु भन्ने यस्तो टाइपको मान्छेहरू हुनुहुँदो रहेछ। उहाँको भोइस रेकर्ड पनि म तपाईँहरूलाई थोरै सुनाउँछु। तँलाई मारिदिन्छु काटिदिन्छु भन्ने जस्तो भोइस रेकर्डहरू यहाँनिर रहेछ र उहाँको भोइस रेकर्डहरू पनि अनि उहाँ मात्रै होइन, उहाँ मात्रै ल हेर्नुहोस् त, उहाँ मात्रै होइन अनि उहाँसँग जोडिएका 3 महिलाहरूको नाम पनि यहाँ पठाउनु भएको छ, तपाईँहरू सुन्नु होला। र उसँग मिलेका सृजना श्रेष्ठ भुजेल र रञ्जना श्रेष्ठ बस्नेत पनि नाम जोडाइदिनु होला। ल हेर्नुहोस् त, उहाँहरू 3 जना मिलेर उहाँ बुवाको चाहिँ अब हत्या भइसक्यो भनौँ न। उहाँ बुवा चाहिँ टेन्सनले आफ्नो धनीपूर्जा नभइसकेपछि मेरो ब्याङ्कमा लगेर डुबाइदिएछ यिनीहरूले, अब सकिए म बर्बाद भएँ, सुकुम्बासी भएँ, मेरो छोराछोरी बिजोग भयो भनेर उहाँ बुवाले चाहिँ अचानक विष सेवन गर्नुभएछ। हेर्नुहोस्, विष सेवन गरिसकेपछि अस्ति मात्रै बुवाको निधन भयो है। निधन भइसकेपछि अब त्यो धनीपूर्जाहरू ल्याउनको लागि केस गर्नको लागि जाँदै गर्दा पनि कसैले केस नलिएको भनेर भन्नुभएको छ। होइन, यस्तो अत्याचार चाहिँ किन गरेको, कसको लागि अत्याचार गर्नुभएको, अहिले भएको नयाँ सरकारलाई पुरै ध्यान आकर्षण गराउन चाहन्छु र यो भिडियो सबैमा सेयर गरेर पुर्याइदिनु हुन भन्न हार्दिक अनुरोध गर्दछु है। तपाईँहरू यसरी कसैको पनि चर्तीकला नगर्नु होला। अनि उल्टै तँलाई फसाइदिन्छु, तँलाई मारिदिन्छु, तँलाई काटिदिन्छु, तँलाई सिध्याइदिन्छु भन्ने यस्ता अभिव्यक्तिहरू चाहिँ तपाईँहरूले कसैलाई पनि नदिनु होला है। म अहिले पनि भन्दैछु, यस्तो अभिव्यक्तिहरू कसैलाई पनि नदिनु होला। काट्छु मार्छु भन्ने धम्कीहरू कसैलाई पनि नदिनु होला। तपाईँहरू जसो हुनुहुन्छ, जहाँ जहाँबाट हुनुहुन्छ, किनभने खानु भएको छ भने तिर्नुपर्छ। तर तपाईँले त्यो धनीपूर्जा लगेर राख्दाखेरि त्यो बुवाले घर परिवारले थाहा नपाइकन है, गङ्गा प्रसाद चम्ला गाईले थाहा नपाइकन दिनुभएको रहेछ। दिँदाखेरि कमसेकम तपाईँहरूले फिर्ता गर्नुपर्छ कि पर्दैन भन्ने मेरो कुरा हो। र यो सम्पूर्णलाई जानकारी होस् र यो भिडियो सक्दो सेयर गरिदिनुहोस्, सबै माझ पुगोस्। र तपाईँलाई रिक्वेस्ट गर्छु, यस्तो आगामी दिनमा कहिले पनि घटनाहरू नघटोस्। र उहाँहरूसँग 3 जना महिलाहरूको पनि नाम जोडिएको छ। 3 जना महिलाहरू पनि दुरुस्तै आउनु भएको छ। उहाँहरू महिला सबैजनालाई पक्राउ गर्नुपर्छ र के हो सत्य तथ्य, दुधको दुध पानीको पानी राख्नुपर्छ। र मैले एक पक्षको मात्रै लिएर कुरा गरेको होइन, उहाँ पक्ष पनि केही गलत होला र यता धनीपूर्जा दिने मान्छेको पनि केही गलत होला। तर उहाँ पक्षहरूले चाहिँ यो मैले देख्दै गर्दाखेरि अहिले यता पीडित पक्ष त हाम्रो गङ्गा प्रसाद के अरे चम्ला गाईको त मृत्यु भइसकेको छ, त्यसै कारणले मृत्यु भइसकेको छ। अनि तपाईँहरू चाहिँ गुन्डा पाल्ने, अनि बोलाएको बेला नआउने, गाउँ समाज बोलाएको बेला म आउँदिनँ बिरामी छु भन्ने यता लीला रिचा दाहाल चाहिँ, अनि त्यो तरिकाले त भएन नि त सिस्टर, यो तरिकाले भएन है। ल त्यहाँको चाहिँ हाम्रो दमक के अरे झापा जिल्ला दमक वडा नम्बर 10 को प्रशासन, त्यहाँको वडा कार्यालय, त्यहाँको मान्यज्यूहरू को हुनुहुन्छ, तुरुन्तै यो केस सल्भ गर्नु पर्यो। यहाँ लिनदेन के छ व्यवहारहरू सबै सल्भ गरेर, हुन त यता पीडित पक्षले आफ्नो बाबा गुमाइसक्नु भएको छ, तर तपाईँलाई पनि त्यो बाबा गुमाउँदा कस्तो पीडा हुन्छ भन्ने कुरा चाहिँ अलिक याद गरेर बस्नु होला सिस्टर। यही भन्न चाहन्छु, आगामी दिनमा तपाईँहरू मिल्नुहुन्छ भन्ने मलाई ठुलो आशा छ। यदि मिल्नु भएन भने अब सम्बन्धित निकायसम्म यो भिडियोहरू पुग्नेछ। यो भिडियोहरू सम्बन्धित निकायसम्म पुगेर सबै कुराहरू खैला बैला हुनेछ र खण्डन हुनेछ। तपाईँले आफ्नो घरमा गुन्डाहरू पनि पाल्नु भएको छ अरे भनेको सुनेको छु। एउटा
भाइ त्यो जुन चाहिँ गङ्गा प्रसाद चम्लागाईको छोरा जाँदै गर्दा तपाईँहरूले त्यहाँनिर कुटपिट गर्न खोजेर भगाउनु भएको थियो अरे, तपाईँहरू माथि गएर बस्ने, बिरामी छ भने हस्पिटल जाने, अनि बोलाएको बेला नआउने, यस्तो पनि हुन्छ। तपाईँहरू कमसेकम एकचोटि चाहिँ भेटेर कुराकानी गर्नुपर्छ, समस्याको समाधान हुनुपर्छ। र त्यहाँ दमक 10 को झापा जिल्ला दमक 10 को सबै प्रशासनहरूलाई, त्यहाँको साथीहरूलाई, सबैजनालाई रिक्वेस्ट गर्न चाहन्छु, को साथीहरू यो भिडियो हेर्नुहुन्छ, यो चाहिँ प्रत्यक्ष के सत्य तथ्य कुरो बाहिर ल्याउनु होला र ल्याएर उहाँलाई कारबाही हुनुपर्छ कि क्षतिपूर्ति लिनुपर्छ कि के लिनुपर्छ, यो तपाईँहरू सबैजनाले निको राख्नु होला। हस्, ल बाबाई सबैजनालाई।